दिदी यस्तो राम्रो मेकअप कहाँ गएर कुन पार्लरबाट गर्नुभयो? ए नानी कुनै पार्लरमा नि होइन, म आफै गरेको यो मेकअप। तपाईँलाई यस्तो राम्रो मेकअप गर्न आउँछ? आउँछ नि नानी, तिमीलाई के लाग्यो म हाउसवाइफ हो भनेर मलाई केही पनि आउँदैन? मलाई आउँछ, कुकिङ गर्न आउँछ, मेकअप गर्न आउँछ, सब गर्न आउँछ मलाई। तपाईँ त लास्टै ट्यालेन्ट रहेछ नि त। भगवान्ले दिएको गड गिफ्टेड ट्यालेन्ट नानी। अनि हामीलाई सिक्न मन लागे, फ्रीमा हो कि पैसामा, कस्तो? नानी फ्रीमा सिक्न पाउँछौ तिमी पहिलो कुरा त मेरो टिकटक च्यानलमा जाऊ, जसको नाम छ रिया मोटिभेसनल होइन। अनि त्यसपछि युट्युब च्यानलमा जाऊ, त्यसमा फुल भिडियो हेर्न पाउँछौ 11-12 मिनटको। युट्युबमा नाम के होला? आदर्श रिया प्रकाश। ए एकदम राम्रो राम्रो भिडियोहरू राखेको छु। तिमीलाई सिक्न मन लाग्छ भने सिक न, फ्रीमा किन पार्लरमा गएर 50-60 हजार 1-1.5 लाख रुपियाँ खर्च गर्छौ र? ए हस् हस् दिदी, ल थ्याङ्क यू। ल छिटो जाऊ है रिया मोटिभेसनल टिकटकमा, अनि आदर्श रिया प्रकाश चाहिँ युट्युब च्यानलमा छिटो जाऊ, अनि त्यहीबाट सिक है नानी। हुन्छ ल। ल